नमस्कार सबैजनालाई। म यता पर्वत आफ्नो गाउँ आएको छु। यहाँ मामा घर आएको छु। अनि आउँदाखेरि पनि म योभन्दा पहिला गुल्मी गएको थिएँ। त्यसको भ्लग चाहिँ आज राति हाल्ने छु, हेर्नु होला। मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। अनि अब गुल्मीबाट यता आउँदा पनि भ्लग बनाउन पाइएन। अब हामी कुरकुरेको पार्ट 2 मा जाँदैछौँ। जामा अब मलाई त यति उकालो चढेपछि स्यास्या भइहाल्छ। तर योभन्दा पहिलाको भ्लग भोलि आउँछ र यो भ्लग चाहिँ पर्सि हाल्ने छु। अनि पर्सि चाहिँ हामी घर जाँदैछौँ। ल हेरौँ, उहाँ चाहिँ सायसाहरू आइसकेको रहेछन् बहिनीहरू। ल सायसा पनि यहाँ जोइन हाम्रो भ्लगमा। ल गाइज हेर्नु है, के हो यो? ल गेस गर, यहाँ हेर्नु। ल कमेन्ट गर्नुहोस् है गाइजहरू। यो गु जस्तो छ कस्तो हेर। ल यो के हो? सायसाले खान्छिन्। ल ल के हो यो? ल खाऊ त। ल ल सायसाले खाइन है त। ल राम्रोसितै। ल ल ल ल खाऊ। ल ओ ल हामी कतिजना भयौँ? 1 2 3 जना है त। अब मलाई यो के हो गाइजहरू? मलाई खाने मन लाउनु के हो? गेस गर्नु है, गेस गर्नु है यो। अब सायसाले चाहिँ अमलाको अचार भनी थिइन्। गर्नुहोस् है यो गाइजहरू, कमेन्ट गर्नुहोस्। ल खाँदैछु है मैले। कस्तो छ? कस्तो लागिरहेछ तपाईँलाई? मिठो छैन? के यो मिठो छैन? छैन हजुर, एकदम तितो, एकदम तितो। गाइजहरू मैले त यो मिठो भएन, मैले त फाल्दिएँ। ल पछाडि त्यहाँ कुर्सी लाँदैछन्। मैले भनेर हो गाइजहरू, मैले भनेर। त्यहाँ अगाडि त पोलमा चढेको नि मैले भनेर हो गाइजहरू। हेर्नुहोस् है, त्यहाँ लाइनै आएको छैन। ये क्या है भाई? ये क्या है? ओ दोस्त, हेलो दोस्त, के छ? मेरो दोस्तै गाइजहरू। हजुरको दोस्त के हो याद गर्नुहोस्। वाउ वाह, मेरो साथी त डराइदिइरह्यो यार। बाँकी यस्तो डरपोक यसलाई काट्ने हो। दाउरा चाहिने भयो। यहाँ छ यो के रे? यसको नाम गहुँ या धान जे हुन्छ। अब मलाई थाहा छैन। अब जे हुन्छ यहाँ यो धान गहुँकै चाहियो भने यहाँ आउनु होला। अनि दाउरा एउटा रुखै ढलेछ त्यहाँ। अब यिनले जलाएको भने हामीले बाँस चाहियो भने यहाँ आउनु, काट्नु, लैजानु। यहाँबाट कोही फुङ्गाल्न सक्छ भने आउनुहोस्, म 1000 एउटा हात्ती दिन्छु। ल अब हेर्नु है गाइजहरू, यस्तो पाके छ। गुल्मीबाट यता आउँदै थिएँ बाटोमा। अनि त्यतिखेर चाहिँ यो झुम्मै एकै ठाउँमा ठ्याक्कै यति थियो। बाबाले टिपिदिनु भयो। बहिनीले नखाइदिएर, बहिनीले नखाएर मैले खाइदिने के गर्ने। अब पिनिसले हेर है, ढुङ्गाले झार्न लाखान ऐसेलु। अब ल है, यिनले फोक्दैछिन् ऐसेलु। ल है हेर्नुहोस् है, यहाँ पुतलीको पछि जाने हो नि। अब हामीहरू मृत्युको मुखमा गइन्छ। हेर्नु गाइजहरू, अब यो बाटो चाहिँ कोही जान सक्छ भने जानु होला। पहिला हामी गएको थियौँ, त्यहाँ एउटा फुल रहेछ गाइजहरू। अहिले आउँदा टिपमलाई त हामी दोकान जाँदैछौँ। तर यहाँ बाटो चाहिँ सफा रहेछ है। भाइले जाम भनेको, भाइ त डराइतिर। म त आधी बाटोसम्म गएर फर्केको। ल गाइजहरू, बाबा र रोशनी चाहिँ यताबाट झर्तिर, हामी चाहिँ हेरेको लौज। हामीले यहाँ सपिङ गरिसक्यौँ। एउटा कुरकुरे 50 रुपियाँको। अब देखाउ तिम्रो सामान। 10 वाले 2टा क्रिमवाला बिस्कुट, एउटा घडी मिठाई, अनि 5 को मिठाई, अनि यो 5 को यो मिठाई, अनि 5 को यो मिठाई, यो 5 को यो मिठाई हामीले खाइसकेका। ल यहाँ हेर्नुहोस् है गाइजहरू, यो त हट एन्ड स्पेसी हैन।
खिच्ने ए खिच्नु यो चाहिँ हट एन्ड ल यो चाहिँ हट एन्ड स्पेसी स्पेसी करेन्ट हट स्टिक एन्ड स्पेसी स्टिक्स मोबाइल चाहिँ कतिले भनेको हजुर अर्कोचोटि आइफोन किन्छु भनेको ल हामीले खाँदैछौँ है गाइजहरू हामीले खाँदैछौँ है हेर्नु ल गाइस खाँदै नखाइदिएर यार ल गाइस यहाँ घनाघोर जङ्गल छ हामीले त खाएर सकिसक्यौँ है हेर्नु है यसलाई चाहिँ हेरेर बसेछन् मूर्ति जस्तै खाऊ भन्दा मान्दैनिन् मिठाई खाँदै गाइजहरू अस्ति नै पनि मैले भनेको थिएँ तर यहाँ यो झाडी सफा गरेन के बोना तल हेर्नु त अस्ति नै हामीले फालेको त्यही हो दुईटा छ नि एउटा यो कुरकुरे हामीले अस्ति खाएको योभन्दा पहिला 6 महिना यो चाहिँ हामीले भर्खरै खाएको त्यो 6 महिना अगाडि खाएको त्यो अब हामीले चाहिँ यसरी फालेपछि के हुन्छ यो देश काम छैन अब डस्टबिनमा फालौँ डस्टबिन छैन बाबा र बहिनी सपिङ गरेर आइदिएर अब हेर्नु है फोटो हेर्नु है फोटो के ह्यान्डसम हुन्छ नि हाम्रो बाबा हामी चाहिँ रेस्ट गर्दैछौँ अब पिरिस चाहिँ भागिसकेको थियो मलाई भेट्टाइसके कहाँ हुनु हामी चाहिँ त्यहाँ रोशनीहरूसँग रेस हान्न छौँ होइन रोशनीहरू ऊ त्यो बाटो जाने छन् अब तिनीहरू अझै त्यहाँ घरसम्म पुगेको छैनन् हामी रोशनी र मेरो बाबासित रेस खेलिदिएर म चाहिँ धन्न लोटिने गाइजहरू ल अब साह्रो काम हो हामी जित्नुपर्छ पैसा पाउँछौँ हामी जित्यो भने ल हामीले जित्यौँ भने पैसा पाउँछौँ अब पैसाको लागि हामी दगुन पर्यो गाइजहरू यिनी चाहिँ फुटबल किन गाइजहरू जाऊँ के चाल 80 मा मेडल जितेको ल यसले मेडल जितेछन् ल मैले चाहिँ अस्ति कबड्डीमा जितिदिएको अनि कबड्डी ल है गाइजहरू यो चाहिँ अस्ति हामी सेकेन्ड ब्लगमा र अब रोशनीसित रेस खेल्दैछौँ हामी दगुर्छौँ गाइजहरू अब हाई अब घर गएर बासित पैसा माग्ने हो फेरि दोकान आउने हो हजुर फेरि भोलि आउने सायसँग हिँडिरहेन् फिनिस चाहिँ उहाँ गइसक्यो आज हामीले पैसा पाउने फिक्स छ ल छिटो 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 हिँड ल है गाइजहरू हामी घर आइपुग्यौँ घर आइयो ल फाइनल्ली घर आयो